अलिक ज्यादा नि हामी नआउने अलिक अगाडिबाट राहुल अल्लाह जी गए हामी नआउने गरी सुरुमा ठाडो खिच्यो 1300 बना कि 1300 सुरु गरे हैन ठाडो पारेर सुरु गरे फेरि बन्द फेरि सुरु गर 1300 मा गाइस सबैजनालाई नमस्ते। आज हामी चाहिँ फागु पूर्णिमाको दिन हामी नुवाकोट जाँदैछौँ र अब चुनावको माहौल पनि बढ्दै गइरहेको छ। भोट पनि हाल्ने तयारीमा जाँदैछौँ हामी चाहिँ। तपाईँहरू कता कता हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, भोट हाल्नको लागि जानुभयो कि भएन, के छ? हामी चाहिँ होलीको दिन अलिकति बाटो पनि खाली छ, त्यो कुरालाई चाहिँ हामी हिँडेको छौँ। हाम्रो यात्रा क्रमशः अघि बढ्दैछ। हामी अहिले थानसिङ नुवाकोटको थानसिङमा चाहिँ रोपाइँ भइरहेको रहेछ। यता पनि देखाउनु पऱ्यो राहुल, कसरी देखाउँछ सिसा होला अगाडिदेखि सिसा खुल्लै छ। बढिरहेको छ। यो चाहिँ थानसिङ फाट हो। यसमा चाहिँ रोपाइँ भइसकेको छ। कति रोपाइँ गर्नु बाँकी छ। हरियोको घर आइसक्यो अनि गए पनि सक्यो। कतै गोरी उखाल्ने बाँकी छ, कतै रोपाइँ सुरु भइसक्यो, कतै रोपाइँ सकिसकेछ होइन। अगाडि राहुल यताबाट हामी प्रत्यक्ष प्रसारणमा छौँ। थानसिङमा हामी ननस्टप चलिरहेको छौँ। कतै काङ्ग्रेसको झन्डा, कतै एमालेको झन्डा, कतै माओवादीको झन्डा, कतै रासपाको झन्डा चाहिँ देख्न पाइन्छ बाटोमा। सबैको चुनाव प्रसार भइरहेको छ। यतातिर होली लागिरहेको छ, कुदिरहेका छन्। देखिन्छ तर उहाँलोको कारणले गर्दा अलिक मधुरो देखिरहेको छ घाम। सबैजनालाई हाम्रो च्यानलमा स्वागत छ। यदि सब्सक्राइब गर्नु भएको छैन भनेदेखि प्लिज सब्सक्राइब पनि गरिदिनु होला। नुवाकोट कलेक्सन भ्लगलाई चाहिँ माया गरिदिनु होला। सबैजनाले सेयर गरेर लाइक सेयर कमेन्ट हानिदिनु होला। हाम्रो यात्रा क्रमशः जारी छ। हामी चाहिँ अहिले लगभग कहाँ आइदियो थानसिङको पुछार भनौँ न। अब एकछिन पट्टाबारी, त्यसपछि गाउँ के भन्छ डेकोरे,
हुँदै हामी पुरै गङ्गटे हुँदै पटार हुँदै त्रिशुली हुँदै हाम्रो यात्रा अघि बढ्नेछ। बान्द्रे हुँदै भन्ने ठाउँ छ हाम्रो। बान्द्रे हुँदै अगाडि बढ्नेछौँ हामी। पट्टाबारी भन्छ, पिडालुबारी भन्छ होला है, पट्टाबारी के भन्छ अरे। 5 मिनट भयो। 5 मिनट भइरहेको छ, अझै चल्दैछ हाम्रो क्रमशः हाम्रो भिडियो क्रमशः चलिराखेको छ। भइरहेछ भिडियो भइरहेछ। हामी लिखु खोलाको साइड हुँदै चौगडाको पुलमा आइपुग्नु लागेको छौँ हामी। यो रहेको छ माथिको चौगडाको पुरानो पुल, तलको चाहिँ अहिले पक्की पुल। माथिकोमा चाहिँ मान्छे मात्रै हिँड्यो भने तल चाहिँ गाडी पनि हिँड्छ है, गाडी कुदाउन मिल्छ तल चाहिँ। यतातिर पनि चुनावी माहौल अलि देखिन्छ जस्तो लाग्यो। बाइक हो फान्सिङमा पुरै अहिले यहाँतिर पनि आलु खन्ने ठ्याक्कै समय भएको रहेछ। पुरै किसानहरू चाहिँ आलु खनिराख्नु भएको छ। अलिकति भत्तीको टालटुल भएछ, चुनाव प्रचार प्रसार गराउँदैछ अलिकति खाटोखुल्ली नदेखेको छ होला। टालटुल भएको चाहिँ यहाँतिर यहाँ भत्किएको थियो बाटो। पञ्चकन्या आधारभूत विद्यालय यहाँ चाहिँ टालेको छैन, यहाँ पनि टालेको रहेछ। राखेको रहेछ अझै पनि। जान सक्नुहुन्छ तपाईँ अगाडि। भट्टीवालाको पार्टी हुँदैछ कि यता दुईटा डग कहाँ जान लाग्यो? डग हो। हामी चाहिँ लगभग ढिकुरे
मिनेटको भयो। पुरै सबै पछि है हुन्छ। हामी तादी खोलाको किनार किनार हिँडिरहेको छौँ। बाटो पुरै जोल्डिङ अवस्था छ, गुद्रु गुद्रु उफ्रिने खालको सरल छैन। हामी ढिकुरे पुलमा आइपुगेको छौँ अहिले चाहिँ है। ढिकुरे पुलमा चाहिँ बाख्राको यहाँ आइरहेछ नि त। कहाँ गयो? भित्र छिरेको ढिकुरेको पुलमा हामी तादी खोला क्रस गरेको छौँ। हामीले यो रहेको छ तादी खोला। ए यताउता हलिरहेको छ मान्छे। पुरा भैयाको स्टाइलले बोल्नुपर्छ, बरु टिकटक भाइरल हुन्छ होला। युट्युब छोटु भाइ भन्दै, छोटु भाइ स्टाइलले। सबैजना चाहिँ उसमा जाओला कि हेर्न सुन्छ। ल राहुल ए बन्द गरेर जाऊ। बन्द भएको छैन त। यसको ब्लगको लागि हामी चाहिँ पासाङ लामो हाइवेमा चाहिँ कुदिराखेको छौँ अहिले। यो खस्यो फेरि बोकिन न। तर यस्तो भएको छ बोकिँदैन। बिलको टाइट छ। कोमलाको चिनीमा त्यो के हो र? कुन त्यो पाइप तेल हो। कस्तो पर्पल कलर छ। पर्पल तोरीको तेल चाहिँ आमाको लागि